तपाईले टिकट्स काट्ने क्रममा ट्राभल डकुमेन्ट्स मे बी रिक्वायर्ड अर्थात् यात्रा कागजातहरू आवश्यकता हुन सक्छ भनेर आयो। के गर्ने यस्तो अवस्थामा के हुन्छ भनेर भन्नुभएको थियो। सामान्य तरिकाले बुझ्दा ट्राभल डकुमेन्ट्स भनेको तपाईको पासपोर्ट, भ्यालिड पासपोर्ट र तपाईँ जुन देशमा काम गर्दै हुनुहुन्छ त्यो देशले दिएको एउटा के हुन्छ आइडी कार्ड। त्यति भयो भने तपाईलाई के हुन्छ भन्दाखेरि यात्राको लागि अरु केही पनि चाहिँदैन। यदि भिजा रिक्वायरमेन्ट्स भनेको छ भने जुन देशमा ट्रान्जिट भएर जाँदै हुनुहुन्छ अर्थात् जुन देश जाँदै हुनुहुन्छ त्यो देशले इन्ट्रीको लागि अनुमति दिएको हुनुपर्छ। त्यसलाई हामीले के भनिन्छ भन्दाखेरि भिजा हो, ट्राभल भिजा भनिन्छ। त्यो चाहिँ कति बेला चाहिन्छ भन्दाखेरि तपाईले कलेक्ट एन्ड रिचेक खालको ब्यागेज भएको टिकट्स काट्नु भएको छ भने हामी इमिग्रेसन एक्जिट हुनुपर्छ र त्यति बेला हामीलाई जुन देशले अन अराइभल भिजा दिँदैन अर्थात् अरु 24 घण्टे भिजाहरू पनि दिने हुन्छ। कतिपय देशले जस्तो चाइनाले 24 घण्टा भित्र त्यो देश छोड्नुपर्ने खालको भिजा दिन्छ। त्यस्तो खालको भिजा नदिने देशहरुमा हामीलाई के चाहिन्छ भन्दाखेरि ट्राभल भिजा चाहिनु पनि सक्छ। सो अगाडि नै हामीले टिकट काट्दाखेरि हेरेर काटियो भने यस्तो झमेलाहरुमा परिँदैन ट्राभल भिजाको केसमा। तर ट्राभल डकुमेन्ट्स चाहिँ हामी जोसँग पनि हुन्छ, जस्तो पासपोर्ट हामीसँग हुन्छ अनि त्यो देशको आइडी कार्ड हुन्छ। अर्थात् त्यो आइडी कार्ड छैन भने पनि जहाँ जाँदै हुनुहुन्छ त्यो देशमा जानुको लागि तपाईसँग के हुन्छ नेपाली पासपोर्ट अथवा त्यो कुनै पनि देशको पासपोर्ट हुन सक्छ। सो यति भयो भने तपाईलाई कुनै पनि किसिमको बाधाहरू आउँदैन।